घरभित्र खेलिने खेलमध्ये चेस अथवा बुद्धिचाल नै सबैभन्दा उत्कृष्ट किन? बुद्धिचाल खेल जीवन र दर्शन मितव्ययिता तथा उपयोगिता सिकाउने भएकोले अर्थशास्त्रसँग मेल खान्छ। एउटा सामान्य सिपाही सही ठाउँमा पुग्दा शक्तिशाली प्रधानमन्त्री बन्ने भएको कारणले गर्दाखेरि यसले राजनीति शास्त्रसँग यसले मेल खान्छ। अनुशासन तथा ध्यान मेडिटेसन गर्न सिकाउने भएको कारणले गर्दा यो धर्मको नियम अनुसार हुन्छ, त्यसकारणले गर्दा यो धर्मसँग मेल खान्छ। सदैव उत्तम विकल्पको खोजी गर्न सिकाउने भएकोले यो विज्ञानसँग यो मेल खान्छ। यसले शक्ति सन्तुलनको निमित्त सदैव मिलेर बस्नुपर्छ भन्ने सिकाउने भएकोले यसले चाहिँ समाजशास्त्रसँग यसले यसको मेल खान्छ। एकाग्रता हुने भएकोले मानसिक रोग तथा कुलतबाट बचाउने भएकोले स्वास्थ्य सम्बन्धसम्म यसले गर्छ। एकाग्रता तथा धैर्यता हुने भएकोले अध्ययनमा अब्बल बनाउन सिकाउँछ यसले शिक्षामा, र सानो सेक्रिफाइसबाट ठुलो नाफा कमाउन सकिन्छ भन्ने सिकाउने भएकोले यसले व्यापारसँग यसको आफ्नो राम्रो मेल खान्छ। यसले समय अनुकूल अपडेट अथवा अपग्रेड गर्न सिकाउने भएको यसले कानुन सम्बन्धसँग यसले मेल खान्छ। आफूसँग शक्ति हुँदै पनि सबै कुरा हुँदै पनि ड्रग हुन बाध्य हुनुपर्ने सिकाउने भएकोले यसले शक्ति तथा सम्झौता गर्न जहिले पनि सिकाउँछ। आफन्तले नै बाटो छेकिदिए भने स्मुथर मेड जस्तो चाहिँ एकै शत्रुबाट नि हार्नुपर्ने भएको हुनाले यसले चाहिँ पासो सम्बन्धी सिकाउँछ। त्यसकारणले यो बुद्धिचाल चेस सबैभन्दा उत्कृष्ट खेल हो भनेर भनिन्छ। स्वस्थ व्यस्त र मस्त बाँचौँ। धन्यवाद।